म चाहिँ ताज होटलमा छु हो। अन्त आज हाम्रो चाहिँ ओडिसी थियो आजदेखि चाहिँ मेरो केटाहरू चाहिँ अब पहिलादेखि आउँछ थियो। अन्त यहाँ चाहिँ साह्रै गाह्रो पर्दैछ। होटल लाइन चाहिँ त्यति सजिलो हुँदैन रहेछ। ताजमा छु म सबैजना। अन्त यहाँ चाहिँ हाम्रो चाहिँ खटाइ हुँदैछ जोडको। सर्ट पनि मैला भएको त्यो रुँदाखेरि सबैको सर्ट मैला छ। यहाँको त हालत के हेर्नु, सबै के हेर्नु नि। 2400 के अरे 2400 आज गर्नुपर्छ भाइ, केटा गर्नुपर्छ। आज 12 बजी निस्किने हो। अनि म चाहिँ यहाँ वासरुम जान्छु भनेर बसिरहेको छु। यहाँ त अब बस्नै पाउँदैन रहेछ नि त एकपल्ट पनि। डराइराख्नु पर्ने रहेछ हुन्छ कि अब यहाँ आयो भनेर काम हराउँछ हो यो गर्नुपर्छ भनेर। यो ड्रेस ताजको बसिरहेको छु। साह्रै रहेछ काम पनि। होटलतिर सजिलो रहेन रहेछ गरी खानु हो रहेछ। त्यति बुझेँ मैले आज। त्यो चाहिँ बेलुका ल्याएछ भिडियो बनाएर पानी भरेर आउँछ रहेछ सबैको आउँछ। यो क्या हामीले कर्म रिटर्न। We are frustrated, we are depressed, we are traumatized. बचाओ यस हमें बचाओ न। यो सिँढी देख्दा हामीलाई चाहिँ हुन्छ नि यो सिँढी हुँदैछ। सिँढी देख्दा चाहिँ यो सिँढी मैले कतिवटा चाहिँ गनिदिइसकेँ के कुरा गर्दै। कति स्टेप चल्यो हिँडिसक्यो त भन्दा यो 10 more than 10,000। सेम यहाँ ब्रो। लेट्स गो। नाउ वी आर गोइङ टु किचन, सो आई विल शो यु द भ्यू ओभर देयर। ओके अहिले चाहिँ हाम्रो इभेन्ट सुरु हुन आँटेको छ। स्टार्टरको हुनु आँट्नुपर्छ, क्लियरेन्स पनि गर्नुपर्छ। अनि हामी चाहिँ एकछिन रेस्ट गरिरहेको छौँ। मलाई यो के अघि के भन्दै थिइस्? स्ट्रगल के भन्दै थिइस् नि? मैले स्ट्रगल चाहिँ गरेर गएको छैन, तर यहाँ चाहिँ त्यो ओडिसी चाहिँ नजानु, यहाँ दिमाग खराब गरिदिँदैन है। के सोचेर आएको थियो? के हुँदैछ? बिहान 2 बजे कहिलेसम्म भर्खर बसेको यार अब यति त भन्नुभयो रातै छ। सम्झाउँदैछु होटल म्यानेजमेन्ट चाहिँ नगर्नु, गरे पनि सर्भिसमा चाहिँ नआउनु। त्यो जुङ्गाहरू प्लाट्टै तार्नु हुन्छ है। म त्यही रिस उठ्छ जुङ्गाहरू। आँखाभरि निन्द्रा, खुट्टाभरि दुःख पर्सि 600 दिनको पैसा चाहिँ सुख। पैसा आउँदा मात्रै पैसा याद गर्दै हाल्छु मेहनत। एकजना त गयो बेसी खाएर आइसक्रिम खाएर डाइरिया भएर। अरू खुट्टा दुखेर साला के छ घरमै छ आएन। हामी चाहिँ यस्तो निन्द्रा लागिरहेछ। होटल लाइनमा चाहिँ दुःखै हुँदो रहेछ दोस्त। कसले फेरि बोलायो प्रतीक? सबै फेरि कालो कोट कोटहरू आउँदैछ। हरियो कोट कालो कोट, हामी मात्रै यस्तो कोट। मैला छ तिमी दिँदैन सर्टमा सबै मैला भइगयो। सर्ट ए राम्रो देखेँ टाँटहरू के गराइ। मेरो पनि त उकिरहेछ हेर्न, हाचिरहेछ। बित्थाकै छैन। मोचा नयाँ लगाएर आएको त फाट्यो होला। नयाँ मोजा टक्क किनेर लगायो नि ब्ल्याक होइन। खुट्टामा चाहिँ नयाँ मोजा भएको क्या बेसी टाइट भएर खुट्टा त कालै नि होइन। मेरो फाटेको होला, तल फाट्यो होला, चिप्लो चिप्लो हुँदैछ हो। अब नङहरू पिलिन्छ यो तेल लगाएको हो। निकितले तात्ता तेलमा हात हाल्यो। अब त्यहाँ खाउँछ खुट्टा दुख्दैछ अरे। घर अहिले चाहिँ मासु बनाउँदैछ अरे अघि छुट्नु नि त्यस्तो निकित यसरी बसेर कि यसरी बसेर दिँदै थियो। ए होइन निकित होइन ठिकै छ। अहिले खायो नि त त्यो मान्छेले चाहिँ हल्का भन्नु पुरै खायो नि। अझै एक बटुका खान्छु भन्छ। यो आँखामा चाहिँ निन्द्रा, यो आँखामा चाहिँ पैसा। के गर्नुपर्छ यार पैसाको लागि? जुङ्गा काटेर नि तँ काटिस्? मेरो फोटो हेर्छु पर्खिँदै देखेँ त मैले। हामी चाहिँ यस्तो ठाउँमा लुकिरहेको छु। स्टार्टर हेर न स्टार्टर यो घुमाउनुपर्छ। अब कति बज्यो? छुट्टी भयो। अन्त ऊ भाइ उता छ हो अनि म चाहिँ अनि हामी चाहिँ ताजबाट जाँदैछु। दिस इज ताज हो। पार्किङ हो त्यो चाहिँ पार्किङ हो। ताज चाहिँ माथि छ। तल जाऊ। यहाँ फेरि
आँखामा के देखिँदैछ छकाइ निन्द्रा 600 हाम्रो चाहिँ छुट्टी हामी चाहिँ अब रातिको कति बज्यो हेर त घडी फोनमा 1:18 रातिको हो। अन्त हामी चाहिँ अहिले कर्सियङ बजारदेखि तल रुमसम्म हिँड्दै जाँदैछौँ। यहाँ 100 न 100 दिने काम हुँदैछ 100 राते काम मात्राको कस्तो भएर झगडा भन्नु छ अगाडि भन्नु ए यिनै नेताबाट अझै हामी कर्सियङ बजारबाट देखिन्छ कोठा हाम्रो रुम जाँदैछौँ। अन्त ऊ चाहिँ हाम्रो पार्टनर मेरो नगरै हुन्छ क्या ओह्रालोमा कि सिधा गर्दा फेरि यहाँ चाहिँ खुट्टा चाहिँ बरै दुख्दैछ हो काँडा राखे जस्तो खुट्टा मुनि चाहिँ हुँदैछ नि साह्रो छ गाइस साह्रो छ गरी खानु चुप न यहाँ म भन्छु के भन्दैछु गरी खानु साह्रै छ जिन्दगीमा त्यही पनि अहिलेको जमानामा गरी खानु साह्रै रहेछ के सोचेको थिएँ के हुँदैछ सोचेको थिएँ होटलमा पढेर हजार स्यालेरी खान्छु बसी सोचेको थिएँ बाटोमा हेर्दा पनि कुकुरले लड्डुहरू छोडिरहेको छ अब खाना देख्दा नक्कै हुन थाल्यो आज त अब हिजोदेखि आइसक्रिम खानु छोड्दै हामीले नभन्नु मलाई त्यो नभन्नु भएन त्यो चाहिँ अलिक पर्सनल छ बुझ्नुहोस् तपाईँले कसैको बारेमा छ यहाँ चाहिँ कसैको होइन हाम्रै अघि सँगै जो हामीसँगै थियो त्यसको त्यो कुरा हो म त रड्डी लाग्यो म अर्किँदै नि भने कसले? भने मैले कसले भनौँ निकितले हो मैले नपर्दा काममा सोध्दै लाग्थेँ अनि त्यसले एकचोटि भएर नि बुढी दुख आएर बुढी दुःख कि बुढी दुख्यो हग्नु गएको कि गएको भन्छ सिउली पो रहेछ रड्डी लाग्यो है गाइस अब चाहिँ हाम्रो यस्तै हो जिन्दगी कति दिनसम्म दिनसम्म अब यो कोर्स सुरु गर्दा पनि जिन्दगी यसो ए कोर्स सकेर पनि अब हाम्रो पनि यस्तै हो लाइफ के गर्नु भने बसेको अब यस्तो चाहिँ गर्दैन होला बिकज यो चाहिँ अब सर्भिस डिपार्टमेन्टमा हामी चाहिँ अनि म चाहिँ प्रोडक्सनमा जाने प्लान छ तेरो केमा जाने प्लान छ प्रोडक्सनमा नि क्या सजिलो त्यहाँ छ अनि चाक्दै खाँदै 18 घन्टा ड्युटी तर पनि फ्रेस त पाउँछ नि त भाइ त्यही हो ब्रेकहरू हुन्छ अरे यो त्यो रेस्ट्रोको हुनुपर्छ प्रोडक्सन अनि त्यो रुम सर्भिसतिर होइन त्यो कस्टमर पनि आउँदैन ए गेस्ट पनि आउँदैन नि त बेसी आउँदैन नि आउँदैन रेस्टुरेन्टमा कहिले हो अफ सिजनमा सिजनमा त अन्त काट्दा खुट्टाले पनि काट्दा जस्तो हुन्छ खुट्टाले डाँडो चलाउँदै गरेको सोच्दा भाइ सोच्नु त यहाँ चाहिँ अब हाम्रो वेलकम गरिदिरहेको छ है देख्दैछ देख्दैन वेलकम हुँदैछ देखेन भने चाहिँ देखेन है हामी कुद्नु सक्दैन भनेर खुट्टा दुखेर ए के गर्दैन लगाउनु ल